हामी मर्निङ वक आउने क्रममा 1 2 3 4 5 5 धारामा छौँ। अब साथमा देख्नुहुन्छ यहाँ हाम्रो आदरणीय दाई, यहाँ हाम्रो स्थानीय बासिन्दा। नमस्कार है हजुरहरूलाई, नमस्कार, स्वागत छ हजुरलाई। के छ, आराम कुशल हुनुहुन्छ? के गर्न लाग्नुभयो यहाँ? ए यो ग्रिलमा खिया लागेको छ होइन, रङसँग। अनि यो यसमा त एल्युमिनियम कलर लाउनु पर्थ्यो नि। एल्युमिनियम भन्दा पनि अब यसैलाई यो जतन मात्रै हो। हजुरको घर चाहिँ ए यहीँ नजिकै हो? हजुर यहाँको बासिन्दा? ए अनि यो हाम्रो यो धारा कति वर्ष भयो यहाँनिर? यो पुस्ता ए हजुरले थाहा पाउँदा पनि यो धारा यस्तै थियो? मैले थाहा पाउँदा त यो केही होइन, यो लगभग हामी यहाँको चाहिँ 7औं 8औं पुस्ता भयो अरे। हजुर 8औं पुस्ता अगाडिदेखि नै यो यस्तै छ धारा? ए पहिला चाहिँ ढुङ्गाको धारा थियो, ढुङ्गे धारा 5वटा ढुङ्गाकै थियो। अनि पछि अब यो के भन्नु विकसित भन्नु अलि अपडेट भयो भनौँ न, विकसित हुँदै अब यो चाहिँ कति सालमा भने 68 सालमा चाहिँ यो पाइप गरेको छ। ए अनि यही मुनिबाट जमिन मुनिबाट निक्लेको जन्म है। त्यो त अद्भुत हो नि त प्रकृतिहरू। त्यस्तो तपाईँहरू के त्यस्तो ऊ पनि पूजाहरू केही गर्नुहुन्छ प्रकृतिलाई? मन हो अहिलेसम्म गरेको छ। अनि लगभग धर्मेन्द्र दाजु यो सोनाम चोकदेखि लगभग कति 1 किलोमिटर टाढा छ? 1 किलोमिटर भित्र हो? छैन, 1 किलोमिटर अलिक कम, 700-800 मिटर होला है? हो, त्यस्तै हो। ए अनि हजुरको शुभ नाम चाहिँ? मेरो लालबहादुर तामाङ। लालबहादुर तामाङ। ए भन्नुहोस्, हजुरहरू त 7-8 पुस्तै भइसक्यो यहाँनिर? हाम्रो हिसाबमा चाहिँ 8 पुस्ता भयो। हजुर अब त्यो कति पुस्ता भयो यो त्योभन्दा अगाडिदेखि स्थापित भयो। ए जे होस्, हजुरले पहिला थाहा पाउँदा होइन र अहिलेमा त धेरै फरक छ नि त होइन? पहिला धेरै दुःख गर्नुभयो। अब अहिले त बाटोघाटो, पहिला त यस्तो बाटोघाटो थिएन पक्कै पनि। 7 वर्ष मात्रै भयो। ए त्यही त। जेस अहिले हाम्रो स्थानीय सरकारले यसो अलिअलि भयो भने काम गरिरहेछन्। केही गरेकै छ भन्नुपर्छ। त्यही त। केही भन्न चाहनुहुन्छ स्थानीय सरकारलाई? यसो 2 शब्द केही? 200मा चाहिँ म भन्छु। ए हुन्छ। हजुरको यो पानी नि, यो पानी चाहिँ त कतै गएर तपाईँको कुनै पोखरीहरूमा केही प्रयोग पनि भएको छ कि यसरी प्रयोग गर्नु? यो पहिला तपाईँको यो खेत थियो, यहाँदेखि उता लगभग 80 मुरी धान आउने खेत छ। यहाँ मुनि यो यता यो एरियामा ए हजुर हजुर अहिले त्यो सबै बाँझो भएर जम्मा 4 मुरी आउने छ। यसैको परामर्श है। यहाँ पोखरी, पोखरीमा माछा देख्न सक्नुहुन्छ। यहाँ पोखरीमा माछा छ सायद। अनि म चाहिँ यो बाटोमा गएसम्म 1 बोतल पानी बोक्न सक्छु, तबसम्म यो पानी सक्छु भनेर यो त तपाईँको यसो देखिने एउटा धारा 5 धारा भनेर देखिने मात्रै भयो। यसको तपाईँको मान्छेले पिउनको लागि प्रयोग गर्ने त्यति गरेको छैन। गाउँकोले छैन। अनि कपडा धुनु चाहिँ प्रयोग गर्दैछ। खानको लागि त मान्छे अब किनभने सुखी हुन थाल्यो। अहिले सिलिचुङ नै चलाउँछन् होला सायद होइन? हजुरको घर चाहिँ यहाँ कुन हो? यो पसल भएको होइन, कोल्लो? यो जोरपोल छ नि। हजुर हजुर। ए हजुरहरूको घर? मेरो चाहिँ हामी दुईजनाको इटरी हो। हामी चाहिँ यसो मर्निङमा गर्दै आउँदाखेरि तपाईँले सानो यसो हामी युट्युब पनि चलाउँछौँ। यसो त्यही हालिदिनु यहाँको के रहेछ यति राम्रो होइन? तपाईँको प्राकृतिक वातावरणमा यति राम्रो सुन्दर धारा होइन? तपाईँ के प्रयोग रहेछ त, यसको इतिहास के रहेछ त, यो कहाँबाट तपाईँहरूको ठाउँमा यस्तो रहेछ भनेर यसो हालेर यसो चिनाइदिनलाई धन्यवाद है। ल हजुरलाई धेरै धेरै धन्यवाद। यसो